हेलो र नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई अनदर भिडियो। र आज चाहिँ हामी दौडी निस्किसकेका छौँ कचुबिल जानलाई। यस्ता चर्केका काममा त मनले नजा भन्छ र पनि साथी भेट्दाखेरि त को नै जाँदैन। र हामी चाहिँ कोसँग जान आँटेका भन्दाखेरि निकिताको मम्मीहरूसँग। र हामी दौडी चाहिँ रेडी भइवरी निस्किसकेका छौँ मैले। अनि हामी चाहिँ यता निकिताको मम्मीलाई रुँदै थियौँ किनभनेपछि उनीहरू चाहिँ जानुभएको थियो हस्पिटल र उनीहरू पनि आइसक्नु भयो। अनि हामी चाहिँ निस्किसकेका छौँ मैले। गाडीको चाहिँ पछाडिको सिटमा बहुतै जग्गा थियो र पनि हामी दौडी चाहिँ अगाडिको एउटा सिटमा खाँदाखुदी गरेर भए पनि बसि नै रहेका छौँ। र अहिले चाहिँ हामी पुगिसकेका छौँ हामीहरूको लिच्चु बगान। यहाँको लिच्चु बगानको चाहिँ अरे लिच्चु देश विदेश अमेरिका कता कता पुग्छ अरे। र यहाँको लिच्चुको त्यो दाम सुनेर गाइस मन धन्नै लग्यो। एउटा लिच्चुको चाहिँ दाम अरे 35 रुपियाँ। र यो 35 रुपियाँ दिएर चाहिँ कसले लिच्चु खानु होला। र अहिले चाहिँ हामी पुगिसकेका छौँ निकिताको घर। यो चाहिँ हो निकिताको बहिनी। अनि यहाँ चाहिँ मेरो धन्नै सातो गएन गाइस, किनकि यो कुकुर चाहिँ मेरो पछाडि यस्तरी झम्टेर आयो नि, यस्तो डर लाग्यो मलाई चाहिँ। फेरि कुकुर भनेपछि बहुतै डर लाग्छ। अनि हामी फाइनली अहिले पुगिसकेका छौँ। र पुगिसकेर हामीहरू सबैजना बात मारिरहेका थियौँ बसेर। र चाय पकाउने चाहिँ हामीहरूको ड्युटी थियो निकिताको। र निकिताले चाय पकाएर सबैलाई दिए। मैले पनि पिएँ। अनि पिसकेर चाहिँ हामी गयौँ काका काकीहरूको घरतिर भेट गर्नलाई। अब त रुममा बसेर ती हाँस्ने भिडियो बनाउने बेला भइरहेछ कमेडी। यहाँ चाहिँ हामीका भाइ बहिनी कुद्नलाई जाँदै थिए र यो सबैजना मिलेर अब कुद्न आँटेका थिए। र म चाहिँ यतापट्टि एउटा इँटा लिएर चाहिँ खेल्ने रहेको थिएँ, किनभने अब म चाहिँ के गर्नु र त्यहाँनिर। अनि म चाहिँ त बान्दरको जस्तो फेरि चढेँ इँटाको भाटामा। त्यसपछि हामीहरूले खाना खायौँ सबैजना मिलेर, राम्रो लाग्यो। देन बाई बाई गाइस, भेट्छ फेरि नयाँ भिडियोमा। थ्याङ्क्स फर वाचिङ।